तपाईलाई भन्दा त गगनलाई जिताए जनतालाई फाइदा होला नि त। के फाइदा हुन्छ? उहाँ प्रधानमन्त्रीकै उम्मेदवार भोलि भने कहाँको प्रधानमन्त्री प्रधानमन्त्री हुनुभयो भन्छ? भने त होइन, कहाँको भन्छ? यो जिल्लाको होइन, विकासमा बाढी आउने होला नि कहाँको त। प्रधानमन्त्री भन्छ? गनको नेपालको। बुरुन्डीको कि सोमालियाको कहाँको 25 सिट पनि कांग्रेस जित्न गइरहेछ। 100 म त्यो संसदमा 4 चोटि प्रतिनिधित्व गरिसकेको छु। त्यसलाई 138 सिट चाहिन्छ। कति जित्छ कांग्रेस? कांग्रेस 25 सिट पनि जित्दैन। देशभरिमा 25 सिट पनि जित्दैन। समानुपातिक र यो मिलाएर कि प्रत्यक्षमा मात्रै? प्रत्यक्षमा 25 सिट पनि जित्दैन। समानुपातिक कति आउला? समानुपातिक कति आउला? 15-20 25-15 गरेपछि 30-35 बस 35-40 हो। 40 गर्दैन। ए त्यस कारणले रासपाको राष्ट्रपाको त 160 गर्छ। ए तपाई त सोडिमजी भन्दा नि माथि पुग्नु भएछ। साँच्चै भनेको। 151 भन्दै हुनुहुन्थ्यो होइन, 160 पुग्छ। किनकि नि सोडिमजी मेरो जहाँ क्षेत्र छ, म जुन प्रदेशको वासी छु, मध्य प्रदेश, यसमा 56 सिट छ। 40 सिट राष्ट्रपा जित्न गइरहेछ। मधेसमा 32 प्रत्यक्षमा छ, 24 समानुपातिकमा छ। कुल मिलाएर 56 सिट छ। 56 मा 40 सिट जित्छ, 16 सिट मात्र अरु पार्टीलाई जान्छ। एमालेको के होला देशैभरि? तपाई अलि बढी अलि यस्तो प्रेडिक्सन गर्नुहुन्छ नि पहिलेदेखि नै, त्यही भएर सुन्न मन लाग्यो। बरु एमाले सेकेन्ड पार्टी बन्न सक्छ, कांग्रेस थर्ड पार्टी बन्छ। ए आजसम्म धेरैले चाहिँ कांग्रेस र रासपा फर्स्ट सेकेन्ड भनेको थिए, तपाईले चाहिँ एमालेलाई सेकेन्डतिर लानुहुन्छ। एमाले सेकेन्ड हुन्छ, कांग्रेस थर्ड बन्छ।